सही दाई सही दाई दाई करोडपतिलाई केही मतलबै छैन क्या। यता हेर्दा पनि हिमाल उता हेर्दा नि हिमाल। वाउ म्यान ल अर्कै खालको ल्यान्डस्केप है। ल है फ्लाइ बाई कुन मुभीमा पुगे जस्तो फिलिङ आइरहेछ यार। म पनि मुभीको हिरो जस्तै फिल भइरहेछ। अरू ठाउँमा हावा नै हावा छ, नेपालमा चाहिँ धुलोमा हावा छ। ओहो आयो है सिल ट्याङ्की। यहाँ अलिक कट्टो सट्टो सुकाइरहेको रहेछ। ल यहाँ चाहिँ अब टाइटानिक चलिरहेछ है। ल दामी है। ल आई हेभ अ सिल, आई हेभ अ टङ्की, सिल टङ्की। दर्शन नमस्ते सबैजनालाई। इट्स मी किलान भ्लग्स ब्याक अगेन। अनि आज चाहिँ सिल टङ्की जाँदैछौँ है हामी। हाम्रो अगाडि चाहिँ 3 जना छौँ टोटलमा। दाईहरू हुनुहुन्छ 2टा, सयुज दाई एन्ड योजन दाई। दाईहरू चाहिँ यसो खतरै राइडरहरू हुनुहुन्छ है। अघि चाहिँ उभि चलाइराख्नु भएको छ यस्तो उठ बस अब त्यस्तो स्टाइलै त्यही रहेछ क्या। अब एडभेन्चर बाइकर्सहरूलाई त नसकिनु भयो। यहाँ भ्याउनै गाह्रो भइरहेछ। फेरि यहाँ चिसो भएर मेरो हात बाटो चाहिँ फेरि हेर्दा त्यो भिटेनको गीत याद आइरहेछ। खालि घुमाउँछु ओहो कडा देख्नु भइरहेछ यार। हाम्रो सयुज दाई पुरा राइडिङ गियर लाएर, मसित चाहिँ खासै राइडिङ गियर चाहिँ छैन है। सो अब सिलटङ्गी चाहिँ अब लगभग 50 किलोमिटर छ अरे है। अनि लगभग 1.5 आवर्समा पुगिन्छ। ओहो के जङ्गलमा पुग्यो। जङ्गलमा गाइस जङ्गलमा मेरो अङ्कल चाहिँ नभेटियोस् यार। म जोक हान्न खोज्छु तर जोक मैले मेरो आफ्नै बुझ्दिनँ क्या यार। दिमागमा जे आउँछ त्यही भने जस्तै फिल हुन्छ यार। के हो अहिले त अकुस्टिक छु क्या हो। देख्न सक्नुहुन्छ है टक्क भ्यू हिमाल देखिरहेछ। भ्यू चाहिँ दामी छ है, दामी छ। ल हाम्रो बाइक चाहिँ आज के अरे ट्रम्पको बाइक हो यो चाहिँ। अनि हाम्रो सयुज दाई, हाम्रो योजन दाई, यो चाहिँ 390 टक्क सेक्सी छ है। ल नो मेरोमा मात्रै है सब्सक्राइब। जिस्क्या गरे दाईकोमा पनि सब्सक्राइब गरिदिनु। यहाँ चाहिँ मेरो मिनियन छ है, यो क्युट छ साह्रै। यसो मलाई चाहिँ बाटो खतरा लगाएर फेरि रेकर्डिङ सुरु गरेँ है मजाले। फिलिली बाटो फिलिली। आहा ल इन्जोय द राइड। ल भन्दै फेरि यो आयो। हेत्तेरिका ब्रो नेपाल भने त नेपालै हो क्या। ल लेडिजहरूलाई फ्री कन्टेन्ट है। दामी यार ल्यान्डस्केप त ब्रो इन्सेन। 390 छ है यता। 390 कतिको ड्रिम बाइक होला है। ल सिक है तल हेर्नु बाटो पनि देखिरहेछ। के स्विजरल्यान्ड पुगे जस्तै फिलिङ आइरहेछ त यार। सही दाई दाई करोडपतिलाई केही मतलबै छैन क्या। सिलटङ्गी जाने बाटो कहाँबाट हो भन्दाखेरि टक्क टोखाबाट गएर टोखाबाट अब मलाई खासै लोकेसन त भन्न अब टोखाबाट सिधै गइदिनु अब नुवाकोट पुगिहाल्नुहुन्छ होइन। अहिले चाहिँ इन्जोय दि राइड है त। सो बिचमा मैले अडियो युज गरिरहेको चाहिँ मेरो प्यारो दोस्त प्रतीशको हो है। एकदमै ट्यालेन्टेड छ केटो है। अब म्युजिकहरू बनाउँछ। उसको पनि अब हेरिदिनु होला च्यानल। उसको च्यानल चाहिँ यता छ है। अडियो चाहिँ मिठो छ। अब हजुरहरू पनि अब भिडियो बनाइराख्नु भएको छ भने चाहिँ अब युज गर्नु न। टक्क मेरो साथी नि खुसी हुन्छ नि होइन। कसको च्यानलबाट भन्दा किलानको भन्नु किलान। तर हुन त मेरो फ्यानै छैन खासै।
त्यही पनि फ्यान बनिदिनु होला ओ माई गड म्यान इन्सेन यार घुमे गर्नु मन लाग्छ यार यो हेरेपछि चाहिँ एन्ड जस्ट लुक एट द भ्यू अति बवाल है बवाल यता हेर्दा पनि हिमाल उता हेर्दा नि हिमाल चारैतिर हिमाल छ है टक्क गर्लफ्रेन्ड आएर मस्ती छ आज मेरो चाहिँ छैन है गर्लफ्रेन्ड अलि बी केयरफुल है यस्तो बाटो अलिअलि पिच देख्यो भने अलि तल माथि गर्दै गाह्रै छ कि अनि खालि मेरो ढाड पनि तल माथि भइरहेछ अनि कर्नरिङ हान्न अलि यहाँ जस्तो कि उफ्रियो नि त्यो अनि यहाँ कर्नरिङ गर्न गाह्रो हुन्छ क्या त्यही भएर गाइस राइड रेस्पोन्सिबली है राइड सेफली अरू इन्जोय द राइड दाइहरू त कहाँ पुग्नु भयो यार म त एक्लै पो छुटेँ त भ्लग बनाउँदै म त पछाडि परेँ यार अलि भ्लग चाहिँ बनाउन गाह्रै हुँदो रहेछ यार वाउ म्यान ल अर्कै खालको ल्यान्डस्केप है आज मजा आइरहेछ यार टक्क यहाँ बिहान उठ्यो हिँड्यो टाइममै पुग्यो टाइममै घर आयो होइन त्यही हो म चाहिँ खासै ढिलो चाहिँ गर्दैन छिरानी ढिला उठेको हान्थ्यौँ मजा आयो मजा आज भइरहेछ असली धुम ल फ्लाइ बाई म चाहिँ अब यस्तो घुमेर यस्तो चटक देखाउनु पऱ्यो नि चटक होइन छोरो छोरी से कम हे के तोरीबारी घुमेर आयौँ है खासै बोले चाहिँ छैन है तर यसो राइडिङ चाहिँ खतरा आइरह होला है क्लिप्स कस्तो चिसो यार आज अलिकति स्पिड चलाएको छु माइन्ड नगर्नु होला है अलि तर रेस्पोन्सिबली नै अलि बाटो राम्ररी हेरेरै चलाएको छु है अलिकति खाली देख्दा वरपर हेरेर अलिअलि चलाउँदा त भइहाल्यो अब के हुन्छ स्कुल एरिया अरे त बिस्तारै चलाउँ अरे त स्कुल एरिया हाने जस्तो बिस्तारै चलाउनु पऱ्यो कुन मुभीमा पुगे जस्तो फिलिङ आइरहेछ यार म पनि मुभीको हिरो जस्तै फिल भइरहेछ ट्रकमा ल झिक्यो झिक्यो बाँच्यो म त बाइकै लड्छ होला सोचेको यार मेरो प्यारो बाइक फेरि ढोग्नु पऱ्यो ओहो धुलो नेपालको धुलो अरू ठाउँमा हावा नै हावा छ नेपालमा चाहिँ धुलोमा हावा छ के बोलिरहेको छु म अब 80% बाटो चाहिँ अब राम्रै छ है तर अब बिचमा चाहिँ खाल्टो रहेछ है त्यो चाहिँ अलि ध्यान दिनु होला उभिदिनु टुली रिभर ब्रिज पुग्यौँ अब अगाडि लाग्दै है त सिलटङ्की आई हेभ अ टङ्की सिलटङ्कीको लेसेस कुरकुरे जुस बोकेर जाने यसो भोक लाग्यो भने खानुहुन्छ क्या बिहानदेखि के खाएको छन् ट्राइम्प चलाइदिउँ हल्का बाइक एक्सचेन्ज गरेको ओहो कस्तो त्यार ओहो आयो है सिलटङ्की यहाँ अलिक कट्टो सुकाइरहेको रहेछ ब्युटिफुल म्यान ब्युटिफुल ट्राइम्पमा सिलटङ्की बाइकको ट्राइम्प हो है मेरो बाइक चाहिँ उता छ लिएर आउँछु बाइक या घुमाउँछु गोट क्रिस्टियानो रोनाल्डो देख्यो है गाइस अब फेरि कमेन्टमा फेरि झगडा हुन्छ है फेरि मेसी भन्ने होला क्या कुकुरले टोक्ला हान्ने डराएको थियो कि म चाहिँ लभली फिलिङ है ल
आई होप द गोप्रो क्याप्चर्स इट है। अब नेकेड आईबाट त एकदमै दामी देखेछ, इन्क्रेडिबल म्यान, इन्क्रेडिबल। ओए क्या सिक यार, लुक एट दिस, कस्तो दामी यार। अब गोप्रोले क्याप्चर गरेको छ कि न यार राम्ररी, तर रियलमा त अब इट्स हेभेन म्यान, इट्स हेभेन। नेपाल इज हेभेन। अहिले म चाहिँ अब आफ्नै बाइकमा फेरि आइसकेँ, कज आई मिस्ड माई बाइक। यहाँ हेर अब यस्तो राम्रो ठाउँमा अब हेर प्लास्टिकै प्लास्टिक। नेपालीहरू त खत्तम है, यस्तो राम्रो ठाउँ नि पल्युटेड पारेर। ओए टक्क हाम्रो बाइक 3टा, यो साइज दाइको, यो चाहिँ मेरो, यो चाहिँ योजन दाइको है। ल यहाँ चाहिँ अब टाइटानिक चलिरहेछ है। ल ल दामी है। ल ल म चाहिँ केटिएम एडभेन्चर 390 मा छु। यो बाइक त उभिएर चलाउने हो नि, कहाँ बसेर चलाउनु त। एडभेन्चर बाइक नि बसेर चलाउँछ कहीँ होइन। ल राम्रो रहेछ है 390 पनि। खाना आइपुग्यौँ यता, हल्का ब्रेक, अनि त्यसपछि ब्याक टु काठमाडौँ है। खाना खानुभयो हजुर? मस्त खाइयो। अनि अब चाहिँ फेरि गोइङ ब्याक टु काठमाडौँ है। उभि उभि चलाउनु परिरहेछ यहाँ बिग्रेको बाटोमा चाहिँ। तर आजको राइड चाहिँ सुपर फन, तपाईँहरू पनि आउनु सक्नुहुन्छ। सो बिचबिचमा चाहिँ यस्तो खाल्डोहरू छ है। नेकेड बाइकहरू छ भने चाहिँ अब अलिक गाह्रै हुन्छ, तर स्क्रैम्बलर बाइकहरूलाई त इजी है, इजी। टक्क उभिएर चलाए। इजी ब्रो, इजी 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 इजी। ए अब फर्किँदा चाहिँ धेरै बनाइन, किनकि थकाइ लाग्यो है अब चलाउँदा चलाउँदै। अब म सिधै भेट्छु काठमाडौँमा। कोलफिटर आइपुग्यो। अब फेरि फर्किँदा पनि फेरि त्यही क्लिपहरू के खिच्ने भनेर चाहिँ खिचेन है मैले। अनि अब कस्तो लाग्यो तपाईँलाई भ्लग? यो चाहिँ मेरो सेकेन्ड भ्लग थियो। के चाहिँ ए भिडियो मन परिरहेछ भने अब लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, कमेन्टहरू गर्नुहोस्। के चाहिएको छ फ्युचरमा भ्लग, अब त्यो पनि लेखिदिनुहोस्। अब त्यही हो, आजलाई मैले मेरो भ्लग यतै एन्ड गर्छु। सी यु लेटर एलिगेटर्स, बाई बाई।